गरिदिरहेको तर नो वान टेक्स द स्टेप है उसको पनि एनिमल्सहरूको पनि राइट्स छ भन्ने उनीहरूलाई थाहा हुँदैन त्यो इनिसिएटिभ चाहिँ किन भएको भन्दाखेरि चाहिँ अहिलेको दिनहरूमा साह्रै बेसी एनिमल्सहरूलाई मार्ने कुराहरू निस्किरहेको छ स्मेल यति साह्रो राम्रो हुन्छ हाम्रो ह्युमन्सको भन्दा पनि यति साह्रो राम्रो हुन्छ उनीहरूको स्मेल है यो चाहिँ 5 years इम्प्रिजनमेन्ट थियो यिनीहरू जो थियो तर एउटा स्पेसल छ त्यो चाहिँ 3 बिएनएसमा 377 हुन्छ है गुड मर्निङ सबैजनालाई कुजाङको सेवारो सेवानी है फेरि पनि तपाईहरुलाई मेरो पेजमा स्वागत जनाउँदै आज चाहिँ इम्पोर्टेन्ट कभरेज एउटा गर्न गइरहेछु है भिडियो अलिक लामै हुन सक्छ होला तर स्किप नगरिकन हेरिदिनुहोस् होला है किनभने इम्पोर्टेन्ट छ के छ भन्दाखेरि चाहिँ अब अलिकति अहिले के भन्छ प्रेजेन्ट सिनेरियोमा चाहिँ के हुँदैछ भन्दा चाहिँ हिट एन्ड रन केसेसहरू बेसी हुँदैछ स्पेशली हाम्रो बजारको स्ट्रे डगहरूलाई है अनि त्यस्तै प्रकारले अब पानी लगाइदिने के क्रुएल्टीहरू पुरा हुँदैछ है हुँदै जाँदैछ बढ्दै जाँदैछ र इन्टेन्सनली या अनइन्टेन्सनली हिट एन्ड रन केसेसहरू पुरा हुँदैछ है खालि चाहिँ यो चाहिँ कति ठुलो अफेन्स हो अनि यसको लागि एक्टहरू के लाग्छ भन्ने कुरा अलिकति जानकारीको लागि चाहिँ हाम्रो बजारको हाम्रो डिबी बालाकोटी दाजुको छोरी डाक्टर बेन्जिनाले चाहिँ एउटा के भन्छ राम्रो इनिसिएटिभ लिएको छ है उहाँले बजारमा एउटा अवेरनेस प्रोग्राम राख्दैछ ऊ एउटा भेटनेरियन हो त्यसले गर्दाखेरि चाहिँ त्यसो अवेरनेस प्रोग्राम राख्दैछ अनि त्यसले गर्दाखेरि चाहिँ यसको म अलिकति कभरेज तपाईँलाई राख्न चाहन्छु अनि अर्को के छ भन्दा चाहिँ त्यहाँनिर चाहिँ अलिकति कुन चाहिँ अफेन्स हो कस्तो ठुलो अफेन्स हो अनि यसमा एक्टहरू के लाग्छ भन्ने कुराको जानकारी लिएर आउँदैछ मेरै छोरी है एडभोकेट छ मेरो छोरी होइन माइली छोरी तपाईँलाई यादै भएको कुरा हो र उसले चाहिँ त्यहाँनिर यसरी अलिकति अवेर गराउँदैछ दुईजना चाइल्डहुड फ्रेन्ड हो है उनीहरू मिलेर गराउँदैछ र एकदम राम्रो इनिसिएटिभ आफ्नै गाउँको छोरीहरूले यसरी गर्दाखेरि आफ्नै गाउँको लागि कुछ गर्दाखेरि चाहिँ हामीलाई पनि प्राउड लाग्छ सो त्यसले गर्दाखेरि चाहिँ त्यो खालको म अलिकति कभरेज गर्न गइरहेछु सो भिडियो स्किप नगरिकन हेरिदिनुहोस् होला भरे के हुन्छ म सबै तपाईँहरूलाई देखाउने छु ओके स्टे ट्युन को आउँदैछ ए ल कहाँ गएको रे हामीहरू किन वाइ अवेरनेस मिटिङ होइन अवेरनेस प्रोग्राम हुँदैछ है ओके त्यसको लागि गएको क्लास 9 र 10 को स्टुडेन्टहरूलाई चाहिँ लिएर जाँदैछु किनभने अलिकति एक्टहरू बुझ्नुमा चाहिँ उनीहरूले चाहिँ बुझ्छ होला सानोहरूलाई चाहिँ अब अलिक लानु अलिक मिलेन है सो हाम्रो नानीहरू यहाँ डिसिप्लिन मेन्टेन गरेर हिँडिरहेछ है यतिको चाहिँ हुनु पऱ्यो नि त ल त्यतै हामी त्यतै लागेको हो अनि जुन चाहिँ मैले डाक्टर बेन्जिना भने उहाँको मम्मी चाहिँ यता हुनुहुन्छ ए एकदम आज जोले चाहिँ प्रोग्राम गर्दैछ अनि यता चाहिँ उहाँको सिस्टर यहाँ है जाँदैछौ ए प्रोग्राम एटेन्ड गर्नु यहाँनिर हामी चाहिँ यहाँनिर आइपुग्यो डेस्टिनेसन ए हेलो बेन्जिना ए ल यता चाहिँ हाम्रो डाक्टर बेन्जिनाको जुन चाहिँ मैले कुरा गरेको थिएँ उहाँको पापा हुनुहुन्छ यता चाहिँ अनि प्रोग्राम अब स्टार्ट हुन लागेको थियो हामी पुग्दा अनि हाम्रो नानीहरू पनि त्यहाँ मजाले सेटल डाउन भए है अनि प्रोग्राम चाहिँ के रहेछ प्रमोटिङ एनिमल वेलफेयर एन्ड अवेरनेस प्रोग्राम टु कम्ब्याट एनिमल क्रुएल्टी भनेर राखेको रहेछ है सो हाम्रो कलुक थानाको एसएचओ सर अघिबाट नै आइरहनु भएको थियो अनि अरू गेस्टहरू पनि आइसक्नु भएको थियो अनि यहाँ जाँदै जाँदाखेरि चाहिँ यहाँनिर चाहिँ हाम्रो मनिता माया एन्ड मनिता ब्लकको जुन चाहिँ हाम्रो छोरीहरू हुनुहुन्छ उहाँहरूकै डिपार्टमेन्टले गर्दा सघाउँदो रहेछ उहाँहरूको पेजलाई पनि फलो गरिदिनुहोस् होला राम्रो राम्रो कन्टेन्ट लिएर आउनुहुन्छ उहाँलाई पनि है अलिकति सपोर्ट गरिदिनुहोस् होला अनि त्यहाँबाट चाहिँ हाम्रो कलुक सिनियर सेकेन्डरी स्कुलको यहाँ हाम्रो भाइस प्रिन्सिपल सर पनि यहाँनिर आइसक्नु भएको छ र अरू डाक्टर बेन्जिना जुन चाहिँ मैले बिहान कुरा गरेको थिएँ र डाक्टर बेन्जिना चाहिँ यता हुनुहुन्छ है जो चाहिँ एउटा भेटनेरियन हुनुहुन्छ र उहाँले नै यो इनिसिएटिभ लिनुभएको उहाँ चाहिँ अब मैले बिहानै भने कलुक निवासी हुनुहुन्छ है सो एकदम प्राउड हो अब आफ्नै गाउँको छोरीहरूले यसो इनिसिएटिभ लिँदाखेरि सो यो इनिसिएटिभ चाहिँ किन चाहिँ तपाईँले लिनुभएको होला सो हजुर खासैमा यो इनिसिएटिभ चाहिँ किन भएको भन्दाखेरि चाहिँ अहिलेको दिनहरूमा साह्रै बेसी एनिमल्सहरूलाई मार्ने कुराहरू निस्किरहेको छ स्पेसली गाडीले चेप्टाएर टर्चरहरू भएर बमफोकहरूले हानिरहेको काटेको टर्चर गरेको पुरा केसेसहरू निस्किरहेको छ अनि त्यसमा चाहिँ हामीले अब मान्छेहरूलाई एजुकेट गर्नुको लागि लजहरू चाहिँ यस्तो छ कानुनहरू चाहिँ यस्तो छ तपाईँहरूले यस्तो त्यस्तो गर्दाखेरि कानुनको विरुद्धमा आउँछ भने चाहिँ आजको दिनमा चाहिँ हामीले यो अवेरनेस प्रोग्राम एउटा पब्लिकलाई एजुकेट गर्नुको लागि चाहिँ यो मेनली
अर्गनाइज गरेको छ। ओके, यो खालको इनिसिएटिभ चाहिँ अब फर द फर्स्ट टाइम नै हुँदैछ है आई गेस यहाँनिर हो। सो अल द बेस्ट तपाईँलाई। लस ओके, उहाँ चाहिँ को हो भन्दाखेरि चाहिँ अब मेरै छोरी हो है, फर्चुनेटली मेरै छोरी हो है। सो त्यसको लागि आइ एम ब्लेस्ड टु। एन्ड यो लजहरू एक्टहरू बताउनु आज चाहिँ के हो यो प्रोग्रामको विषयमा अलिकति चाहिँ तपाईँले के कसो भनेर आज किन राखेको यो प्रोग्राम भन्ने कुरा नि अलिकति। अब यो चाहिँ एउटा साह्रै राम्रो इनिसिएटिभ हो होइन। मेरो आफ्नै साथी भिन्चिना, डक्टर भिन्चिना जो छ उनले दिनुभएको है। अन्त यो चाहिँ किन हो भन्दाखेरि चाहिँ अहिले अब वेभ सिन क्रुएल्टी अन एनिमल्स है, हामी देखिबस्छ गाडी हिर्काएको के गरिरहेको, तर नो वान टेक्स द स्टेप है। उसको पनि एनिमल्सहरूको पनि राइट्स छ भन्ने उनीहरूलाई थाहा हुँदैन। त्यही अवेर गर्नुको लागि चाहिँ अब यो के भन्छ अब लिगली अब के अब अफेन्सेसहरूमा के पनिसमेन्टहरू हुन्छ के हो त्यो चाहिँ म अलिकति इन्लाइट गर्नुको लागि आएको, अवेर गर्नुको लागि। Okay, so I hope this will be a successful program. Okay, wish you all very good luck. है ओके, आशीर्वाद तपाईहरुको ल ब्लेसिङ एकदम धेरै। अब भने चाहिँ प्रोग्राम स्टार्ट हुन गइरहेछ। यहाँनिर हाम्रो अनरेबल पञ्चायतहरू सबै जिपियुको पञ्चायतहरूमा आइसक्नु भएको छ र अडियन्सहरू पनि सबैजना यहाँनिर आएर बसिसक्नु भएको छ है। अब चाहिँ प्रोग्राम स्टार्ट हुन्छ। प्रोग्रामलाई लिएर आएका छौँ है। सो अवेरनेसको विषयवस्तु छ प्रमोटिङ एनिमल वेलफेयर एन्ड अवेरनेस प्रोग्राम टु कम्ब्याट एनिमल क्रुएल्टी लगायत देशानबाट पाउनुभएका हाम्रो अध्यक्ष साहब, पञ्चायत म्याडम र हाम्रो अरू अन्य 5वटा जिपियु छ, त्यो 5वटा जिपियुबाट पशुप्राणीको महत्त्वको बारेमा केही कुरा भन्न चाहन्छु तपाईँहरूलाई है। किनभने अहिलेको दिनमा हेऱ्यो भने हाम्रो यता बजारतिर वरिपरि धेरै भतुवा कुकुर बिरालुहरू छ है। अनि यो भतुवा कुकुरहरूको महत्त्व चाहिँ के हो, अनि बिरालुहरूको महत्त्व के हो, एनिमल्सहरूको पशुप्राणीको महत्त्व के हो भनेर चाहिँ म तपाईँलाई केही कुरा भन्न लागेको छु है। यिनीहरू हाम्रो एउटा साथी जस्तो मात्रै होइन है, तर उनीहरूले एउटा सोसाइटीमा एकदमै ठुलो रोल प्ले गर्ने गर्दछ। त्यो चाहिँ हामीले हेर्नु पऱ्यो भने आजको दिनमा तपाईँहरूले देख्नुहुन्छ है, आजको दिनमा बुझ्नुपर्ने हुँदछ है। तपाईँले याद गर्नुभएको छ कि छैन है, अहिलेको दिनहरूमा जतिजनाले फार्मिङ गर्नुहुँदैछ है, दुध बेचेर फार्मर्सहरूले अहिलेको दिनमा लाख कमाउनु हुँदैछ है। अनि त्यो गाई यो सेसन चाहिँ एउटा स्पिच नभएर चाहिँ एउटा इन्टरेक्टिभ सेसन, एउटा अवेरनेस खालके एउटा वर्कसप जस्तै होस् है। म जति सक्दो I'll try my best not to use any legal words so that बोरिङ हुँदैन है। तपाईँहरूलाई केही क्वेसन्सहरू छ भने पनि यु अल क्यान फिल फ्री टु आस्क एट द लास्टमा। अन्त यो जुन छ द प्रिभेन्सन अन क्रुएल्टी अन एनिमल्स एक्ट 1960, यो एक्टले चाहिँ सबै होल इन्डियालाई कभर गर्छ है। होल इन्डियालाई कभर गर्छ चाहिँ प्रिभेन्सन अन क्रुएल्टी टु एनिमल्स एक्ट 1960 चाहिँ डोमेस्टिक एनिमल्सहरूलाई कभर गर्दैछ है। अन्त यो चाहिँ किन नेसेसरी हो र क्रुएल्टी चाहिँ के हो यो अन्डरमा चाहिँ है। यो अन्डरमा चाहिँ अन्डर दिस वाट अमाउन्ट्स टु क्रुएल्टी भनेको छ है। तपाईँहरूले यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँहरूले कुटेको, लात्ताले दिएको, ओभरराइडिङ गरेको है, हामीले देखिरहेको कुराहरू ओभरराइडिङ गरेको, अन्त ओभरलोडिङहरू गरेको, टर्चरिङहरू गरेको है, कसै अननेसेसरी पेन एन्ड सफरिङ, यिनीहरू चाहिँ ओफेन्स हो अन्डर दिस एक्ट है। अन्डर दिस एक्ट इट इज एन ओफेन्स है। यो ओफेन्स हो। त्यहाँ कग्निजेबल ओफेन्समा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ पुलिस क्यान अरेस्ट यु विदाउट एन वारेन्ट है। पुलिसले तपाईँलाई अरेस्ट गर्नु पाउँछ विदाउट अ वारेन्ट। र नन कग्निजेबलमा चाहिँ पुलिस फर्स्ट विथ एनिमल अल्सो नोन एज बेस्टियालिटी है। बेस्टियालिटी गरेको अगर तपाईँलाई पाएको छ भने चाहिँ इट इज अ पनिसेबल ओफेन्स होइन। इम्प्रिजनमेन्ट 10 इयर्स हुन्छ तपाईँहरूको है, फाइन हुन्छ अर बोथ हुन्छ तपाईँहरूको। इम्प्रिजनमेन्ट 10 इयर्स हुन्छ। अब तपाईँहरू 5 वर्ष त हो केहरू भन्दै भन्छ, तर अगर इफ यु एन्टर द कोर्टको कचेराहरू तपाईँहरू एन्टर गऱ्यो भने चाहिँ 5 इयर्स चाहिँ 15 इयर्समा कसरी बदलिन्छ त्यो तपाईँहरूले थाहा पाउँदैन। सो इट्स बेटर टु बी अवेर, अगाडि नै प्रिभेन्ट गरेको नै राम्रो हो है। पहिलो कुरा चाहिँ के छ भन्दाखेरि तपाईँले अगाडिबाटै डक्टरकोबाट सुन्नुभयो है। पहिलो डिमान्डमा चाहिँ कल्लो प्रिन्सिपलको एक पशु कल्याण सङ्गठन गठन गर्ने जसको नामकरण चाहिँ रहेको छ तेल। र त्यो केस चाहिँ रेप केसको थियो। रेप केसको एक्युज चाहिँ फरार भएको थियो है, र उसलाई खोज्ने जिम्मेवारी चाहिँ गेजिङ पुलिस स्टेसनको थियो। त त्यो एक्युजलाई हामीले खोज्दै गयौँ। धेरै धेरै धन्यवाद।
सहयोग पुर्याइदिनु भएको छ है। धन्यवाद दिन चाहन्छु किनभने उहाँले यो सबै कार्यक्रमको बन्दोबस्त उहाँले मिलाइदिनु भयो। चेयरदेखि लिएर गएको ठाउँ साउन्ड सिस्टम सबै उहाँले अनि उहाँको स्टाफहरूले मिलाइदिनु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि हाम्रो बिचमा आज कलुक पुलिस स्टेसनबाट पिआई सर पनि आउनुभएको थियो, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले आफ्नो निकै मनको कुराहरू राख्नुभएको छ, म आशा गर्छु तपाईँहरूले बुझ्नुभएको छ। म फेरि पनि धन्यवाद दिन चाहन्छु सँगै छुकी म्याडम आजको वकिल भएर पशु प्राणी सम्बन्धी कानुनी व्यवस्था बुझाइदिनु भएकोमा उहाँलाई पनि धन्यवाद। अनि सबै आज पञ्चायत महोदय महोदयाहरू जो बिडिओ सरको जिपिओद्वारा उहाँ यहाँ आउनुभएको छ, आफ्नो समय निकालेर यहाँ उपस्थित हुनुभइदिनु भएको छ। सो आजको प्रोग्राम जुन चाहिँ हाम्रो नानीहरूले पनि हाम्रो स्कुलको नानीहरूले पनि राम्रोसँगले ध्यानपूर्वक मजाले पार्टिसिपेसन दियो उनीहरूले पनि है। होपफुली उनीहरूले पनि धेरै कुरा बुझ्यो होला, जानकारी पायो होला अनि म्यासेजहरू दिन्छ होला भन्ने आशा पनि राखेका छौँ उनीहरूकोबाट है। ओके, सो प्रोग्राम पनि सक्यो, प्रोग्राम पनि एटेन्ड गरियो है। एकदमै राम्रो प्रोग्राम थियो है। फर्स्ट अफ अल त म फेरि पनि बेन्जिना डक्टर बेन्जिना र उहाँको समस्त टोलीलाई अर्गनाइजिङ टिमलाई मेनी मेनी कङ्ग्रेचुलेसन्स भन्न चाहन्छु है। यस्तो राम्रो प्रोग्राम यस्तो राम्रो इनिसिएटिभ लिएकोमा सायदै हाम्रो डिस्ट्रिक्टमा फर्स्ट टाइम होला यो खालको प्रोग्राम भएको है। अनि अफेन्सहरू अनि त्यसको लागि के एक्ट लाग्छ भन्ने कुराहरूको जानकारी राखिदियो मेरो छोरीले पनि है, जो चाहिँ हिजै मात्रै गान्तोकबाट आएको थियो यो प्रोग्रामको पार्ट हुनको लागि है। सो साह्रै अब गर्व लाग्छ आफ्नै गाउँको छोरीहरू डक्टर बेन्जिना मेरो छोरी चाइल्डहुड फ्रेन्ड हो, सँगै पढेको सँगै हुर्केको है। र उहाँहरूले नानीहरूले आफ्नो छोराछोरीले चाहिँ पढेर आएर चाहिँ यसरी आफ्नै गाउँको लागि आफ्नो समाजको लागि कुछ राम्रो कामहरू गर्दाखेरि आफूलाई पनि प्राउड लाग्दो रहेछ है। सो ओभरअल प्रोग्राम एकदमै राम्रो थियो अनि मेरो वर्दी प्रोग्राम चाहिँ एटेन्ड गरेँ भने चाहिँ म आफूलाई चाहिँ मान्छु है। र कसरी के भन्ने कुरा म कुनै दिन तपाईँलाई म सेयर गर्नेछु। सो टिल देन अब नेक्स्ट भिडियोमा भेटौँ। टिल देन थ्याङ्क यू सो मच फर वाचिङ। स्टे सेफ अल अफ यु। बाई बाई।